हेलो साथीहरू, नमस्कार। के छ तपाईहरूको हाल खबर र आशा गर्दछु तपाईहरू सन्चै हुनुहुन्छ होला। र आज म तपाईहरूलाई एउटा नेपाली लोक कथा यानि कि स्टोरी सुनाउने छु, जुन कथाको शीर्षक रहेको छ भँगेरोको चालाकी। एक पटक राजा छान्नको लागि जंगलका चराहरूको छलफल चलेछ र राजा छान्ने कुरामा सबै चराहरूको सहमति भयो। तर राजा कसरी छान्ने, को हुने भन्ने विषयमा सहमति हुन सकेन, किनकि सबै जसो चराहरू आफै राजा बन्न चाहन्थे। अब कसरी राजा छान्ने विषयमा चराहरूबीच लामो छलफल चल्यो र लामो छलफल पछि यो निष्कर्ष निस्क्यो कि जो सबभन्दा माथि उड्न सक्छ त्यही नै राजा हुन्छ। हुन त साना चराहरूलाई यो कुरा मन परेको थिएन, तर एउटा भँगेरोले उनीहरूलाई पनि मनायो र अब उड्ने प्रतियोगिता सुरु भयो र सबै चराहरूले भाग लिएका थिए। धेरै चराहरू धेरै माथिसम्म उड्न सकेनन् र फर्के, तर धेरै चराहरू माथिसम्म उडे। तर चिल सबभन्दा माथि उड्यो र चिलले अब भन्न थाल्यो सभामा कि अब चराहरूको राजा म हुँ, किनकि सबभन्दा माथि म उडे। र अब साना चराहरू डराउन थाले कि अब चिलले उनीहरूलाई र उनीहरूको बच्चालाई खान्छ। र त्यसै बेला एउटा भँगेरो चिलको पिठ्युमा फुत्रुक्क झर्यो र चिललाई भन्न थाल्यो कि तिमी राजा होइनौ, राजा म हो, किनकि तिमी जति माथि उडे पनि थोरै भए पनि म नै माथि थिए, किनकि म तिम्रो पिठ्युमा थिए। र यसरी चराहरूको राजा भँगेरो भयो। र यही खुसियालीमा नाच्न गाउन थालेको भँगेरो अहिले पनि बिहानदेखि साँझसम्म नाचगान गरेर थाक्दैन। र साथीहरू, कस्तो लाग्यो यो कथा? तपाईहरूले आफ्नो सल्लाह सुझाव दिनुहोला। धन्यवाद।